यो चाहिँ बल्कुबाट कृतिपुर जाने टर्निङ छ हैन। यहीबाट हामी कृतिपुर टियु ग्राउन्डमा जान्छौँ। साथीहरु आज हाम्रो यो सर्वे प्र्याक्टिकलमा अब फिल्डतिर हैन भने सबैको एक पार्ट कसरी सर्वे गरिन्छ त्यो सब कुरा त्यही गरेर बुझौँ ल। अटो लेभलबाट हैन केटाहरू गइरहेछ हैन फिल्डतिर। अब आफ्नो अटो लेभलहरू मेसिनहरू ट्राइपोडमा सेट गर्छ र हाम्रो साथीहरू सबै मिली अब आजको सर्वे कम्प्लिट गर्छु। टिचरले अहिले स्टुडेन्टहरूलाई बुझाइरहेछ हैन मजाले कि आजको प्र्याक्टिकलहरू कसरी गर्ने भनेर। हाम्रो गरिन्छ के गराउने हो यतिकै हुन्छ भने गरौँ त्यसले आफूलाई होइन जस्तो लाग्छ हेर न भइसक्यो त यो हाम्रो साथी फक्त हैन कर्तव्य आफ्नो कर्तव्य मजाले निर्वाह गरिरहेछ हाम्रो फक्त साथी। अनि साथीहरु यता ट्राइपोडमा अटो लेभल मेसिन चाहिँ लेभलहरू मिलाइरहेछ हैन। अनि कृष्ण पनि यतै छ यही ग्रुपमा छ। यो पेज छ हैन यो सेन्टरमा यो मेसिनको सेन्टरिङ गर्दाखेरि यो राख्नुपर्छ हैन। लेभलिङमा हामीले पहिला अब बिचमा सेन्टरिङ गरेर अनि त्यसपछि 15-15 पनि गराउनमा अब दुईटा पेज फिक्स गर्छौँ अनि पेज फिक्स गरेर अनि स्टाफले रिडिङ लिन्छौँ। त्यसपछि अब नेक्स्ट पार्ट यो चाहिँ फर्स्ट स्टेज चाहिँ हाम्रो इरर चेकको लागि हैन मेसिनमा इरर छ कि छैन भनेर। सो आजको लागि यति नै। For supporting my channel, don't forget like, comment, subscribe. Thanks for watching my video guys.